हेलो गाइज, नमस्ते, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानलमा। म फेरि पनि उपस्थित भइसकेको छु छोटो अनि मिठो युट्युब ब्लग लिएर। अहिले चाहिँ म कहाँ जाँदै छु भने अब चाहिँ हामी तालिमचोक जान लागेको। बोलेरोमा माथि के हुन्छ कस्तो हुन्छ म तपाईलाई देखाउँछु है। गाडी चाहिँ यो हाम्रो देख्न सक्नुहुन्छ। अब यहाँबाट हामी कालिम्चोक जाँदैछौँ। त्यो चाहिँ तपाईहरुले थाहा पाउनु भइसक्यो नि म कहाँ जाँदैछु भनेर। मेरो भोइस चाहिँ एकदम के भन्छ रुगा लागेर खोकी लागेर तिहार लागेर धेरै तिहार लागेर तिहारमा धेरै नाचेर क्या साथीहरू यस्तो भएको छ मेरो। हामी चाहिँ अब लाग्यौँ कालिम्चोकतिर साथीहरू। देख्न सक्नुहुन्छ बाटो अँधेरो छ। यो चाहिँ बिहानको 5 बजेको छ साथीहरू। ल साथीहरू, हामी चाहिँ अब कुरी बजार आइपुग्यौँ। देख्न सक्नुहुन्छ हिमाल देखिरहेको छ नि अलिअलि। यो चाहिँ कुरी बजार हो साथीहरू। अहिले चाहिँ हामी कुरी बजारबाट माथि आइपुग्यौँ साथीहरू। दाइले चाहिँ यहाँ सैलुङ यहाँबाट हेर्दाखेरि सैलुङको डाँडाहरू देखिन्छ भनेर भन्दै हुनुहुन्छ। हामीलाई चाहिँ तल केबल कारबाट नजाने भएको भएर चाहिँ माथिबाट लिएर माथिसम्म पुर्याइदिनु भएको दाइले। हेर्नु न साथीहरू, वाउ कस्तो राम्रो छ नि। सूर्य उदाएको यो कस्तो राम्रो देखिरहेको छ। कस्तो राम्रो ठाउँ छ नि साथीहरू। यहाँबाट हेर्दाखेरि त यस्तो राम्रो देखिरहेको छ साथीहरू। झन् माथिबाट हेर्दाखेरि कस्तो राम्रो देखिन्छ होला है। म तपाईँहरूलाई देखाउँछु है। कालिम्चोकको डाँडा चढ्दैछौँ साथीहरू। यो चाहिँ यसको हाट चाहिँ 3840 छ। हामीलाई चाहिँ यहाँ तलसम्म लिएर आइदिनु भयो दाइले। माथि त यताबाट जाँदाखेरि उयो के अरे केबल कारमा जम्मा 2टा केबल कार रहेछ। त्यही पनि प्याक जाने र आउने मात्र। त्यही भएर हामी चाहिँ हिँड्दैछौँ। देख्न सक्नुहुन्छ यहाँको भ्यू। म त स्याहार फ्याफ्या नै भयो। हामी चाहिँ माथि जाँदैछौँ साथीहरू। देख्न सक्नुहुन्छ यो ठाउँमा चाहिँ पुरै प्राकृतिकले पुरै भरिएको ठाउँ हो नि साथीहरू। देख्न सक्नुहुन्छ हिमालहरू कस्तो राम्रो राम्रो छ। यहाँबाट चाहिँ जुगल, गौरी शङ्कर, गणेश हिमाल, कञ्चनजङ्घा जस्तो विभिन्न हिम श्रृङ्खलाहरू देख्न सक्छौँ। न कस्तो खतरा देखेको साथीहरू। यो चाहिँ पुरै प्राकृतिकले भरेको सुन्दर ठाउँ हो। तलबाट हेर्दाखेरि त्यस्तो देखेको थिएन। माथि आएर हेर्दाखेरि त ओ माई गड कस्तो राम्रो देखेको साथीहरू। अब चाहिँ हामी माथि जाँदैछौँ लाग्दैछौँ। यताबाट माथि जाने मान्छेहरू हेर्नु न हिँड्दै हुनुहुन्छ। हामी चाहिँ बल्ल बल्ल माथि आइपुग्यौँ डाँडामा। यहाँ चाहिँ यस्तो देखिन्छ पुरै सास बढेर हाइटमा गाह्रो हुने रहेछ। माथिसम्म आइपुग्दाखेरि त साथीहरू यस्तो स्यास्या र फ्याफ्या हुँदो रहेछ नि। बाटोतिर त कतिजना मान्छेहरू त्यो सुतिरहनु भएको छ क्या। आँखा सेतो पल्टाइरहनु भएको छ लेक लाएर के। तपाईँहरू आउँदाखेरि चाहिँ घरबाटै ल्वाङ, सुकमेल, लसुन, सुङ्नी हुन्छ नि हो त्यस्तो भयो भने चाहिँ सजिलो हुन्छ अरे साथीहरू। त्यही भएर मैले बुझेको मैले अनुभव गरेको कुरा चाहिँ तपाईँहरूलाई मैले सेयर गरेको हो। तपाईँहरू आउँदो हुँदाखेरि चाहिँ त्यसरी लिएर आउनुभयो भने ल्वाङ, सुकमेल त्यसरी लिएर आउनुभयो भने चाहिँ माथि आउँदाखेरि अलि सास फेर्नलाई सजिलो हुन्छ। सँग आउनु भएको मान्छेहरूलाई त पछाडि लेक लाएर पछाडि नै हुनुहुन्छ। हामी आएको कुरी बजार हेर्नु साथीहरू कति तल छ यहाँबाट। डेन्जरस बाटो चाहिँ डेन्जर छ र पनि हाम्रो यात्रा जारी छ है त। अहिले चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ त्यही बाटो हो र हामी चाहिँ ड्याडीलाई पठाइदिन्छौँ केबल कारमा। चाहिँ माथिसम्म आइपुगेको छौँ। ड्याडी र मेरो बुढो चाहिँ तलै हुनुहुन्छ। मन्दिरको आवाज सुनिरहनु भएको छ नि साथीहरू। सास बढेर हाइट लागेर केही नहुँदा चाहिँ बिचमा त आधी मान्छेहरू बसिरहनु भएको छ। हामी लगभग पुग्नै लागिसक्यौँ। ओ मन्दिर हो। अब हामी यो बाटो हिँड्दैछौँ। आइरहेछौँ 2जना चाहिँ हामी बलियो मान्छेहरू अगाडि हेर्न सक्नुहुन्छ कति धेरै उ छ। म कहाँ है बजार त। केबल कार चाहिँ जेन्जीहरूले एउटा फुटाइदिएको अरे। त्यही भएर आउने जाने एउटा मात्रै रहेछ। त्यही भएर हामी चाहिँ हिँडेर नै आएको साथीहरू। देख्न सक्नुहुन्छ हिमालमा हिउँ चाहिँ छैन, अलिअलि मात्र छ। यो स्यास्याबाट झन् बोल्नै सक्दिनँ म त। तलबाट माथि बल्ल बल्ल आइपुग्यो साथीहरू। मन्दिर त्यहाँ माथि डाँडामा देख्न सक्नुहुन्छ। अब चाहिँ हामी यो भर्याङ चढेर यताबाट घुमेर जानुपर्छ अरे। तपाईँहरूलाई म देखाउँछु है। कस्तो एक्साइटेड भएको छु साथीहरू। म यहाँ पुग्नको लागि यस्तो एक्साइटेड छु नि। मन्दिर जानलाई एक्साइटेड त जहिले पनि हुन्छ कि। तर अब कालिम्चोक भगवती माताले हामीलाई जस बोलाउनु भयो
म चाहिँ अगाडि हिँडिरहेको छु। साथीहरू देख्न सक्नुहुन्छ अगाडि पछाडि मान्छेहरू हिँड्दै हुनुहुन्छ। बुढादेखिबाट लिएर बुढो मान्छेसम्म पनि कालिम्पोङ भगवती माताको दर्शन गर्न आउनु भएको छ। साथीहरू भर्याङ चढ्दैछौँ स्यास्याएर फ्याफ्या गर्दै। ए भगवान् हामी आइपुग्यौँ। फाइनल्ली हामी चाहिँ मन्दिर प्रवेश गरिसकेका छौँ। साथीहरू यहाँनिर गणेश भगवान् हुनुहुन्छ। सबैजनाले गणेश भगवान्लाई ढोगेर मात्र माथि कालिम्पोङ भगवती मातालाई ढोग्न जाँदैछौँ। साथीहरू देख्न सक्नुहुन्छ। उफ मेरो बुढा चाहिँ दौडिँदै हुनुहुन्छ। अघिसम्म पछाडि हुनुहुन्थ्यो नि त, ड्याडीलाई गाह्रो भएर ड्याडी सँगसँगै आउँदै हुनुहुन्थ्यो। म चाहिँ अगाडि आइपुगेँ। अहिले चाहिँ कुद्दै हुनुहुन्छ। यहाँबाट चाहिँ यस्तो देखिन्छ साथीहरू, प्राकृतिकले भरिएको सुन्दर हाम्रो दोलखा मन्दिर, कालिम्पोङ भगवतीको मन्दिर। साथीहरू भगवानको दर्शन गर्नको लागि लाइन बस्ने ठाउँमा जाँदैछौँ। साथीहरू लाइन यति धेरै लाइन छ। धेरै त के हो न, हामी त मन्दिरभित्रैबाट बस्न पाएको छौँ। लाइन बस्दैछौँ। साथीहरू देख्न सक्नुहुन्छ हजारौँ मान्छेहरू यहाँनिर दर्शन गर्नको लागि आउनुभएको छ। मन्दिर प्याक छ। यो ठाउँलाई चाहिँ कालिम्पोङ कसरी भयो भन्दाखेरि चाहिँ साथीहरू यो ठाउँमा चाहिँ होइन कालीदेवी भगवती माता चाहिँ आएर तपस्या गर्नुभएको थियो अरे। त्यही भएर चाहिँ यो ठाउँको नाम कालिम्पोङ भगवती माता राखिएको हो अरे। साथीहरू अहिले त झन् भक्तजनहरू बढ्नु भएको छ। साथीहरू हेर्नु न कतिजना आउँदै हुनुहुन्छ। कहाँसम्म पुगिसक्यो। हामी यहीँनिर हुँदाखेरि लाइन बसेको त अहिले त उता पुगिसक्यो। मन्दिरमा घन्टी बज्दाखेरि पनि कस्तो मन शान्त भएर आएको। साथीहरू यहाँ लाइनमा आइपुगिसकेका छौँ। यताखेरि यहाँ नरिवल फुटाउने ठाउँमा, यो नरिवल चाहिँ लास्टमा फुटाउने अरे। यहाँ चाहिँ बलि दिने नरिवलहरू फुटाउने छ। देख्न सक्नुहुन्छ यहाँ खाली खुट्टा जाडो भएर केही छैन। तलबाट त्यस्तो गाह्रो भएर हाई लागेर त्यस्तो हिँड्नलाई स्यास्याएर फ्याफ्या भएर माथिसम्म आइपुग्यो। हामी त उतादेखिबाट लाइन बसेको। यहाँ बिचमा आएर चाहिँ एउटा दाइले लाइन मिचिदिनु भयो कि। अनि यसरी लाइन मिचेर त कहाँ हुन्छ नि, होइन साथीहरू। सबैजना पूजै गर्न आउनु भएको हो। सबैजनालाई घर जानै पर्छ, पूजै गर्न आउनु भएको हो। पूजा गर्न आउँदाखेरि पनि भगवान्को मन्दिरमा आउँदाखेरि पनि के भन्छ उहाँ भने चाहिँ धर्म गर्न आउनु भएको अरे। अनि बिचमा छिरेर लाइनमा बिचमा छिरेर त्यसरी पनि धर्म हुन्छ र साथीहरू। साथीहरू दर्शन गर्दै यत्रो लाइन बस्यो। अनि यहाँनिर पूजासुजा गऱ्यो। यहाँबाट त धेरै बेर बस्न पाइँदैन। अलिक छिटो आउन पाएको भए चाहिँ बस्न पाइन्थ्यो होला। अब यस्तै हो। अब हामी तल जान्छौँ। तल माथिबाट त बल्ल आएको थियौँ। अब तल चाहिँ तल बिस्तारै जान्छौँ। अब यहाँ जल थापेर जानु पर्यो। साथी यहाँनिर माता काली माता चल्नु भएको छ। यहाँनिर प्रायः जस्तो हामी जुनै पनि मन्दिरमा जाँदाखेरि चाहिँ माताहरू चाहिँ देख्न सक्छौँ नि साथीहरू। अस्ति हामी दक्षिणकाली गएको थियौँ, त्यहाँ पनि यस्तै माता प्रकट हुनुभएको थियो कि। टल्केको छ, कति राम्रो छ नि साथीहरू। घाम पनि झलल बलेको छ। अब चाहिँ हामी के भन्छ होटल फर्किँदैछौँ। होटलबाट चाहिँ अनि त्यसबाट हामी अलिअलि सामान किनेर घर जान्छौँ। हाम्रो घर दोलखा हो नि त, त्यही भएर अनि हामी चाहिँ घरको लागि गाडी चढ्छौँ त्यहाँबाट। अहिले चाहिँ हामी होटलमा बसेको हिजो आएर देख्न सक्नुहुन्छ यहाँनिर यत्रो मान्छेहरू हुनुहुन्छ। माथि त्यस्तै भिड, यता त्यस्तै। यहाँ पनि लाइन हो कि के हो थाहा छैन साथीहरू। चाहिँ केबल कार चढ्नेको भिड हो। हामी चाहिँ हिँडेरै जाने, किनकि एउटा मात्र केबल कार छ। त्यही भएर साथीहरू ल देख्न सक्नुहुन्छ। अब म तल गएँ भने फोबिया लाग्छ, म हिँड्न सक्दिनँ। हिँड्न त सक्छु कि डर लाग्छ म उ गर्नलाई। ल फर्क्यो है। कालिम्पोङ भगवती माता की जय होस्। कालिम्पोङ भगवती माता की जय होस्। कालिम्पोङ भगवती माता की जय होस्। हामी यो हिँडेर तल पुग्नुपर्छ साथीहरू। ल फाइनल्ली तल आइपुग्यौँ साथीहरू। हाम्रो बोलेरो पनि आइसकेको छ। यो चाहिँ बिहान हामी आएको बोलेरो हो। हामी यसमा 6 जना मिलेर आएको थियौँ। अब चाहिँ हामी होटल जाँदैछौँ साथीहरू। अघि माथि त कस्तो मजाले घाम लागेको थियो, कस्तो टलक्क टल्केको थियो। अहिले चाहिँ हेर्नु न पुरै हुस्सु लागेर त पुरै यस्तो छ। वहाँ जाने बाटो चाहिँ माथि आधी बाटो चाहिँ अफ रोड छ, आधी बाटो चाहिँ के भन्छ पिच गरेको छ। यहाँनिर सानो बुनुले मेरो यहाँ भिडियो बनाउँदै हुनुहुन्छ। साथीहरू कालिम्पोङ जानलाई चाहिँ यो टाइममा भन्दाखेरि चाहिँ पुसदेखिबाट फागुन चैतमा जाँदाखेरि चाहिँ एकदम रमाइलो हुन्छ। किनकि हिउँहरू परिरहेको हुन्छ नि त, देख्न पाइन्छ, हिउँहरू छुन पाइन्छ, एकदम रमाइलो हुन्छ साथीहरू। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने चाहिँ तपाईँहरू चाहिँ पुस माघतिर आउनु होला साथीहरू, रमाइलो हुन्छ। अनि त्यसपछि आउँदाखेरि चाहिँ के गर्नु होला भने आउँदाखेरि चाहिँ चरीकोटमा बसेर चरीकोटमा अथवा यहाँनिर माथि कुलिङमा बसेर दर्शन गर्न जान पनि सक्नुहुन्छ। तर सजिलो चाहिँ कुलिङमा त्यति धेरै होटलहरू एभाइलेबल हुँदैन। हुन त छ तर अगाडि नै आफूले बुक गर्यो भने चाहिँ हुन्छ, नत्र भए हुँदैन। चरीकोटमा बसेर दोलखा मन्दिर अनि त्यसपछि सैलुङ अनि त्यसपछि कालिम्पोङ जानुभयो भने चाहिँ एकदम रमाइलो ठाउँ छ। म त सैलुङ त गएको छैन, अब पछि जान्छु होला म सैलुङ साथीहरू। यस्तो रमाइलो भयो।
पूजा पनि गरियो, मनमा शान्ति पनि भयो साथीहरू। हेर्नु न अहिले त हरियो, अहिले यतातिर चाहिँ घाम लागिरहेको छ, बिचमा चाहिँ हुसु लागिरहेको थियो, अहिले यता चाहिँ घाम लागिरहेको छ साथीहरू। हेर्नु न कस्तो राम्रो देख्यो कि मलाई त के गर्नु, यस्तो राम्रो लाग्यो नि मलाई। हेर्नु न डाँडा काँडा हरियाली कति राम्रो छ नि। सहरमा बस्ने मान्छेले कहाँ यस्तो देख्न पाइन्छ र गाउँघरमा जस्तो राम्रो कहाँ हुन्छ र। नेपाललाई त्यसै हरियो वन नेपालको धन भनिएको होइन नि साथीहरू, देख्न सक्नुहुन्छ कस्तो राम्रो राम्रो छ। अझ यो वैशाख जेठतिर त यसमा पुरै फुलहरू फुलिरहेको हुन्छ, यस्तो राम्रो हुन्छ साथीहरू। तपाईँहरू पनि आउनु होला। कालिम्पोङ पनि गएर आयो साथीहरू, यस्तो रमाइलो ठाउँ रहेछ है। तपाईँहरूलाई चाहिँ म के सजेस्ट गर्छु भन्दाखेरि चाहिँ जाँदाखेरि चाहिँ लसुन अदुवा अनि त्यसपछि ल्वाङ सुकमेल चाहिँ बोकेर जानु होला साथीहरू। अब हिँड्न सक्नुहुन्छ भने चाहिँ तल चरीकोटबाट बोलेर लिएर गएर माथिसम्म, कुरीभन्दा माथिसम्म बोलेर जान्छ, त्यहाँसम्म गएर आधी घन्टा हिँडेर जान सक्नुहुन्छ। अब हिँड्न सक्नु हुँदैन भने चाहिँ केबल कारको युज पनि गर्न सक्नुहुन्छ, तर केबल कार चढेर भन्दाखेरि पनि हिँडेर जाँदाखेरि चाहिँ एकदम रमाइलो हुन्छ साथीहरू। अब त्यो हाई लाग्ने भन्ने कुरा त उसमा चढे पनि लाग्छ, नचढे पनि लाग्छ नि त केबल कारमा, तर जे होस् रमाइलो चाहिँ रमाइलो छ साथीहरू। अब चाहिँ हामी चरीकोट आइपुग्यौँ साथीहरू, देख्न सक्नुहुन्छ। अब चाहिँ हामी यहाँ होटेलमा झरेर होटेलबाट खानासाना खाएर रुम चेकआउट गरेर हामी चाहिँ घर फर्किन्छौँ। हाम्रो घर दोलखामा हो नि त साथीहरू, त्यो तपाईँहरूले थाहा पाउनु भइसकेको छ साथीहरू। अब यहाँबाट अलिअलि सामान किनेर, घरको लागि सामान किनेर हामी घर फर्किन्छौँ। सबैजनाले मेरो भिडियो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, अनसब्सक्राइब कसैले पनि नगरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।